हालेलुया। परम प्रभुलाई महिमा भएको होस्। मैले केही एउटा पुरानो एउटा कथाबाट म सुरु गर्न गइरहेको छु। एक समयमा एउटा बिरालाले म चाहिँ असल साधु भइसकेँ भनेर मुसाहरूलाई मिटिङ राखेर चाहिँ मुसाहरूको पछाडि लागेर चाहिँ मुसाहरूलाई अगाडि लगाएर चाहिँ त्यो बिरालो चाहिँ पछि हिँडिरहेको समयमा चाहिँ अनि त्यो बिरालो चाहिँ साधु त हुँ भन्यो, तर के भयो भन्दाखेरि अगाडि मुसाहरू हिँड्दै आज भनौँ एउटा सकिन्छ, भोलि भनौँ एउटा सकिन्छ, त्यो उनीहरूको लस्कर सकिएको पछि चाहिँ अनि मुसाले एक दिन त्यहाँनेरि एकदमै उनीहरूमा बात भएछ। बात हुँदाखेरि चाहिँ लो हामी त्यहाँको अलिक चनाखो पनि थियो होला, अनि लो हामी केही भाइ चाहिँ त्यो चपेटी ढुङ्गामा गएर त्यो के हुँदो रहेछ, हाम्रो सङ्ख्या किन घट्यो भनेर चाहिँ त्यो मुसाले गएर चपेटी ढुङ्गामा गएर यसो हेर्दाखेरि त्यहाँनेरि चाहिँ त्यो बिरालो पछि जाँदाखेरि त जब बिरालालाई भोक लाग्दो रहेछ, भोक लागे पछाडि चाहिँ त्यो उसको छेउमा हिँड्ने मुसालाई चाहिँ ब्ल्याङ्ग पछारेर अनि त्यो मुसालाई खाँदो रहेछ है। समाजमा भन्ने साधु बिरालो हुँ भन्ने है, म साधु भइसकेँ भन्ने, तर ब्ल्याङ पछार्दै त्यसले मुसाहरूलाई खाँदो रहेछ। अनि चपेटीबाट माथि चपेटी ढुङ्गाबाट चाहिँ अनि त्यो मुसाहरूले हेर्दा त आफ्नो सङ्ख्या त धेरै घटेको त्यहाँनेरि प्रमाण पाइयो। धेरै घटेको प्रमाण पाएपछि चाहिँ अनि मुसाहरूले सल्लाह गरेछन्, होइन हाम्रो सङ्ख्या त सकिँदै गयो र यो सङ्ख्या बाँच्नको लागि चाहिँ हामीहरूले के गर्नुपर्छ त भन्दाखेरि चाहिँ जुन हामीहरू एउटा कुर खनेर चाहिँ हामी यो के अरे बिरालाले मार्नुभन्दा अगाडि चाहिँ हामी सबै कुरभित्र पसिसक्नुपर्छ भनेर चाहिँ जब मुसाहरूले चाहिँ त्यो एउटा कुर खनेर चाहिँ त्यो कुरभित्र पसेपछि त्यो मुसाहरू बाँचेको थियो है। अनि जब मुसाहरू बाँच्यो तब तिनीहरूको सङ्ख्या बढेर गयो। साँच्चै नै अहिलेको दिनहरूमा हेर्नुपर्छ भने साँच्चै नै हामी हरेक ठाउँमा हाम्रो यो कुराले हाम्रो एउटा अस्तित्वलाई पनि भेट्छ है। जुन ठाउँबाट हामी आएका छौँ भुटानबाट, त्यो भुटानबाट आएको त्यो अस्तित्वलाई पनि भेट्छ, किनभने हामी जुन जाति हौँ हाम्रो अस्तित्वलाई त्यसले पनि छुन्छ। अनि सबै कुरामा चाहिँ यो जुन अस्तित्वहरू छ हामीहरूले यसमा बचाइराख्नको लागि चाहिँ हामीहरूले ज्ञान र बुद्धि, जसरी मुसाले आफ्नो कुर खनेर चाहिँ आफ्नो स्थानभित्र पसेको थियो अनि जुन बिरालो चाहिँ त्यतिखेर छक्क परेको हामीहरूले पाउँदछौँ यो कथामा है। अनि हामी प्रभुमा पनि एकदमै आदरणीय भएर हृदयभित्रको कुर खनेर अनि उहाँमा हामी जब अघि बढ्दछौँ भने जब शैतानले, त्यो साधु बिरालो भन्ने शैतानले चाहिँ हामीहरूलाई मौका दिँदैन। अनि यसमा चाहिँ हाम्रो हरेक किसिमको एउटा मायाको विषयबाट पनि हामीहरूले यसमा पाउँछौँ। जब हाम्रो आत्मालाई गम्भीर रूपले चाहिँ जब हामी आत्मालाई खार्दछौँ, बनाउँदछौँ, तब हाम्रो जीवनमा नयाँपनहरू आउँदछ। हाम्रो जीवनमा हाम्रो एकदमै असल कुराहरू आउँदछ। एक समयमा के भयो भने एकजना एउटा गाउँमा पास्टर हुनुहुन्थ्यो
अनि त्यो पास्टर चाहिँ एकदमै आत्मिक हुनुहुन्थ्यो अनि एउटा परिवारमा